म उहाँहरूलाई यति मात्रै भन्न चाहन्छु, राजनीतिमा आउनुभयो, राष्ट्रिय राजनीति कसरी हुन्छ भनेर उहाँहरूले थाहा पाउनुभयो। अब उहाँहरूले जानेको कुरा राष्ट्रको हितको लागि सदुपयोग गर्नुहोस्, त्यति मात्रै शुभकामना छ। अरू हामीले किन भन्न पर्यो, अरू हामीले धेरै आक्षेपहरू किन लगाउनु पर्यो, उहाँहरूको व्यक्तिगत कुरा हो। राष्ट्रिय राजनीतिमा उहाँहरूको योगदान चाहिँ राम्रो रहोस्, उहाँहरूले राम्रो योगदान दिनुहोस्। रासोपामा हुन्जेल उहाँहरूको योगदान नराम्रो थिएन, राम्रै थियो, तर अबका दिनहरूमा उहाँहरूले कसरी योगदान दिनुहुन्छ भन्ने कुरा प्रधान हो। हाम्रो पार्टीमा रहन्जेल राम्रै भयो, अब गएर पनि उहाँहरूले राम्रै गर्नुहोस्, शुभकामना। तर हामीसँग पनि पर्याप्त मात्रामा साथीहरू हुनुहुन्छ, देशका कुना कन्दरामा देशलाई चिनेका मानिसहरू हुनुहुन्छ। हामीले चिन्ता गर्नु पर्दैन, बस एक ढिक्का हुनु पर्यो, एक स्वर हुनु पर्यो। यो पछिल्लो समय जेनजीको आन्दोलन पछाडि धेरै साथीहरू वैचारिक हिसाबले कित्ता काट गर्दै हुनुहुन्छ। म कहाँ हुने हो भन्ने कुरा छुट्याइरहनु भएको छ, फिल्टर गरिरहनु भएको छ। त्यो राम्रै कुरा हो। राष्ट्रिय स्वतन्त्र पार्टी मलाई के विश्वास छ भने बलियो छ। देशभरि राष्ट्रिय स्वतन्त्र पार्टीलाई विश्वास गर्ने मानिसहरू धेरै हुनुहुन्छ र सबै हाम्रो एकताको बलबाट राष्ट्रिय स्वतन्त्र पार्टी अब चौथोबाट 1 नम्बर पार्टी हुँदैछ। त्यसकारणले यो अभियानमा यहाँहरू सबैजना निरन्तर रूपमा जोडिनको लागि म आग्रह गर्न चाहन्छु। धेरै चिन्ता नगर्नुहोस्। हामीले बहस गर्नुपर्ने कुरा अर्कै छ, हामी व्यक्तिगत टीका टिप्पणी गर्दैनौँ।